आदरणीय दर्शकबिन नमस्कार। नेपाल बाइट युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण दर्शकमा स्वागत छ। आज चाहिँ हामी यहाँनिर नेपालमा लोपोन्मुख हुँदै गइरहेको हाते डायरी दुध पेल्ने डायरीको विषयमा छोटो कुराकानी गर्दैछौँ। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। कस्तो लाग्छ लाइक, कमेन्ट, सेयर अनि सब्स्क्राइब गर्न नबिर्सनुहोला। आज चाहिँ हामी आइपुगेका छौँ इलामको माइजोङमै गाउँपालिका। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ हाते पुरानो प्रविधिबाट यहाँनिर घिउ छुर्पी निकाल्ने डायरी हामीले यहाँनिर भेटाएको छौँ। यसकै विषयमा थोरै कुराकानी गर्दैछौँ। देख्न सक्नुहुन्छ यहाँनिर एकपट्टि क्रिम यानि कि घिउ झरिरहेको देख्न सक्नुहुन्छ पहेँलो पहेँलो, एकपट्टि सेतो देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो छुर्पी बनिने हो। छुर्पी बनाउने चाहिँ उतापट्टि झरिरहेको छ। यहाँनिर यसरी पकाएर हामी छुर्पी फटाउँदैछौँ। यहाँनिर यो फाटिसकेपछि हाम्रो छुर्पी बनाउने प्रक्रिया सुरु हुन्छ। यो मजाले आगो लगाएर मजाले यो अघि हाम्रो उतापट्टि झर्दै गरेको दुध उमाल्नु पर्ने हुन्छ। कृपया भिडियो कस्तो लाग्दैछ मेरो च्यानलमा गएर सम्पूर्ण भिडियो हेरेर मलाई कमेन्ट गरेर मलाई सजेसन दिन सक्नुहुन्छ। मैले धेरैवटा भिडियोहरू अपलोड गरेको छु। कृपया तपाईहरुलाई मैले केही त्यहाँनिर उपलब्ध गराउँछु भनेर पनि भनेको छु। सम्पूर्ण भिडियो हेरेर अर्डर पनि गर्न सक्नुहुन्छ।